हेलो एभ्रीवन, हामीले चाहिँ ट्रिग्नोमेट्रीको केही क्वेशन्सहरु हेरिसक्यौं। अब चाहिँ हामी बाँकी दुईटा क्वेशन हेर्छौं जुन चाहिँ हजुरहरूले बुझ्नु भयो भने ट्रिग्नोमेट्रीको च्याप्टर चाहिँ हजुरहरूले लगभग सबै क्वेशन्सहरु गर्न सक्नुहुन्छ है। सो फर्स्ट त हामीसँग छ लिमिट x टेन्ड्स टु पाई बाइ 2 sec x minus tan x। अब यो त हाम्रो के भयो त अनडिफाइन्ड फर्ममा गइरहेको छ हैन। हामीसँग sec र tan छ हैन। अब sec भनेको पनि हाम्रो के हुन्छ 1 by cos हुन्छ, अनि त्यसपछि tan भनेको के हुन्छ sin by cos हुन्छ। सो sin र cos को फर्ममा चाहिँ के भयो त कनेक्टेड गराउन सक्छौं है। त्यही भएर चाहिँ हामीले यसलाई के गर्दिनु त लिमिट x टेन्ड्स टु पाई बाइ 2 1 by cos x minus sin x by cos x गर्दिने है। अब यसलाई फेरि हामीले तलपट्टि सेम भइसकेपछि डिनोमिनेटरलाई चाहिँ हामीले राखेर न्युमिनेटरमा हामीले 1 minus sin x दिन सक्छौं। अब हामीले हेरौं, सो तलपट्टि cos x छ, हामीलाई यही नै प्रब्लम भइराको हो हैन। अब यो cos x लाई हटाउनको लागि हामीले माथिको 1 minus sin x लाई cos x मा लान सक्छौं कि सक्दैनौं। यदि हाम्रो 1 minus sin square x हुन्थ्यो भने चाहिँ के हुन्थ्यो त cos square x हुन्थ्यो। सो त्यसको लागि चाहिँ हामीले के गर्दिने भन्दाखेरि चाहिँ 1 plus sin x अपन 1 plus sin x ले चाहिँ मल्टिप्लाई गर्दिने है। अब 1 minus sin x 1 plus sin x भनेको के हुन्छ त 1 minus sin square x हुन्छ। त्यसलाई हामीले के लेख्न पाउँछौं त x टेन्ड्स टु पाई बाइ 2 cos square x लेख्न पाउँछौं हैन। अब तलपट्टि के बाँकी भयो cos x 1 plus sin x भयो है। अब यो cos x र यो एउटा स्क्वायर चाहिँ के भयो काटियो। अनि त्यसपछि लिमिट x टेन्ड्स टु पाई बाइ 2 त छँदैछ cos x अपन 1 plus sin x। तो अब हामीले हेर्न सक्छौं हैन, तलपट्टि त हाम्रो के भयो 0 छैन नि त, तल 0 भयो भने त प्रब्लम हुने हो। सो तलपट्टि 0 कसरी भएन भन्दाखेरि हामीले यो x को ठाउँमा पाई बाइ 2 राख्यौं भने पनि जति नै आए पनि 1 त छ अगाडि हैन। सो त्यसकारणले गर्दाखेरि चाहिँ अब हामीले भ्यालु राखिने है त cos पाई बाइ 2 अपन 1 plus sin पाई बाइ 2 है। अब cos पाई बाइ 2 हाम्रो न्युमिनेटरमा 0 भइसक्यो। अब डिनोमिनेटरमा जति आए पनि हामीलाई त्यस्तो मतलब हुँदैन, लास्टमा आउने त 0 नै हो। त्यही पनि राखिदिउँ 1 plus 1। अब गर्दाखेरि एन्सर चाहिँ के हुन्छ त 0 नै हुन्छ है। सो यसरी चाहिँ हामीले यो क्वेशनलाई चाहिँ मजाले सल्भ गर्न सकिन्छ। सो यो चाहिँ हाम्रो ट्रिग्नोमेट्री च्याप्टरको लास्ट क्वेशन हो, तर यो चाहिँ इम्पोर्टेन्ट पनि छ है, लास्ट बट नट द लिस्ट हो। किन भन्दाखेरि यस्तो खालको क्वेशन चाहिँ एक्जाममा धेरैचोटि आइराखेको हुन्छ। अब x cosec थीटा छ नि, कहिलेकाहीँ चाहिँ x tan थीटा भनेर दिन्छ हैन, तर cosec को ठाउँमा tan sin त्यस्तो हुन सक्छ। तर यस्तो प्याटर्नको क्वेशन चाहिँ हामीले एक्जाममा देखिराखेको हुन्छ है। त्यसकारणले गर्दाखेरि चाहिँ ए गर्ने कसरी भनेर हजुरले अलिकति एउटा ट्रिक बुझ्नु भयो भने चाहिँ गर्न सक्नुहुन्छ। सो यसलाई फर्स्टमा हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ लिमिट x टेन्ड्स टु थीटा त छँदैछ। अब यसको प्याटर्न पहिला बुझौँ है। यसको प्याटर्न कस्तो हुन्छ भन्दाखेरि cosec cosec दुईटै एउटै हुन्छ हैन। अनि x cosec थीटा थीटा cosec x। सो x र थीटा चाहिँ अगाडि पछाडि बसेको हुन्छ कि, यहाँ चाहिँ x अगाडि छ, यहाँ चाहिँ x पछाडि छ। त्यसरी चाहिँ यो चाहिँ प्याटर्न हामीले देख्न सक्छौं। अनि तलपट्टि चाहिँ x माइनस थीटा भने त्यसरी चाहिँ यो माथि जुन भ्यालुजहरु भेरिएबल्सहरु छन् तल पनि त्यही भेरिएबल्सहरु चाहिँ राखिराखेको हुन्छ है। सो यसलाई गर्नको लागि सबैभन्दा पहिला चाहिँ हामीले x cosec थीटा त भइ नै हाल्यो। यसमा चाहिँ हामीले के गर्ने भन्दाखेरि एउटा थीटा cosec थीटा भन्ने टर्म चाहिँ एड गर्ने है। अब त्यसलाई एड गर्नको लागि के गर्नुपर्छ त यतिकै एड गर्न त पाइदैन, त्यही भएर त्यो काटिने गरेर एड गर्नुपर्छ है। त्यो भनेको चाहिँ थीटा cosec थीटा माइनस थीटा cosec थीटा प्लस थीटा cosec थीटा यसरी एड गर्यौं भने यो प्लस माइनस के हुन्छ त पछि इलिमिनेट त भइ नै हाल्छ हैन। र बाँकी भयो हाम्रो यही टर्म थीटा cosec x अपन x माइनस थीटा त छँदैछ। अब हामीले लिन्छौं कमन। कमन लिनको लागि हामीले हेरौं x टेन्ड्स टु थीटा छ। अब यहाँबाट कमन लिनलाई cosec थीटा चाहिँ के हुने भयो त कमन आउने भयो हैन। त्यही भएर x त्यही भएर cosec थीटा माइनस। सो अब चाहिँ हामीले के गर्ने यसलाई र यसलाई चाहिँ यो दुईटा र यो दुईटालाई चाहिँ छुट्याइदिने, किनभने हामीले चाहिँ कमन लिन पर्ने हुन्छ है। सो फर्स्ट त हामीले यो अगाडिको दुईटालाई छुट्याइदिउँ, तलपट्टि x माइनस थीटा भइहाल्यो। अनि यतापट्टिको बाँकीलाई छुट्याइदिउँ है। त्यो भनेको प्लस थीटा cosec थीटा माइनस थीटा cosec x अपन x माइनस थीटा है। अब यहाँबाट हामीले कमन लिन सक्छौं cosec x cosec थीटा है। सो अब यसलाई कमन लिँदाखेरि
के हुन्छ त कसेक थीटा कमन आउँछ, बाँकी एक्स माइनस थीटा भयो, अपन एक्स माइनस थीटा बाँकी भयो हैन। अनि प्लस अब यहाँबाट चाहिँ के कमन आउँछ त थीटा मात्रै कमन आउँछ हैन, कसेक थीटा माइनस कसेक एक्स चाहिँ के भयो त बाँकी भयो हैन। अब यहाँ हेरौँ यसमा चाहिँ यो र यो के हुन्छ त काटिन्छ। अब काटेपछि हाम्रो एक्स टेन्स टु थीटा भने अब एक्स को त हामीले यहाँ भ्यालु राख्ने ठाउँै छैन, सो यो लिमिट चाहिँ राखिराख्नु पर्दैन। त्यो भनेको अब सिधै हामीले कसेक थीटा मात्रै राखिदिए भयो। अब यतापट्टिको चाहिँ अझै सल्भ गर्न पर्ने छ है। सो यतापट्टिकोलाई चाहिँ हामीले लिमिट एक्स टेन्स टु थीटा थीटा कसेक थीटा माइनस कसेक कसेक एक्स अपन एक्स माइनस थीटा है। हामी चाहिँ अघि जहाँसम्म पुगेको थियौँ त्यो स्टेप चाहिँ अब यहीँबाट कन्टिन्यू गरौँ है, यहाँ तल ठाउँ पुगेन। सो कसेक थीटा हैन। अब यो दुईटैलाई हामीले के गर्ने भन्दाखेरि चाहिँ अब साइनमा लिएर जाने, किन भन्दाखेरि यतिकै राखेर त हामीले केही सल्भ गर्न सकिँदैन हैन। अब यो थीटालाई चाहिँ अगाडि ल्याइदिए भयो, यो थीटालाई, किन भन्दाखेरि हाम्रो एक्स छैन त्यसमा, सो यसलाई बाहिर निकाल्न मिल्छ हैन। अब लिमिट एक्स टेन्स टु थीटा कसेक थीटालाई के गर्ने 1 अपन साइन थीटा गर्ने, अनि कसेक एक्सलाई के गर्ने 1 अपन साइन एक्स गर्ने, अपन एक्स माइनस थीटा भयो। अब कसेक थीटा प्लस थीटा लिमिट एक्स टेन्स टु थीटा, अब यसलाई हामीले क्रस मल्टिप्लिकेसन गरेर एलसिएम लियौँ, त्यो गर्दाखेरि के हुन्छ त साइन थीटा इन्टु साइन एक्स हैन। यो चाहिँ हामीले एलसिएम लिएको है, हजुरले मजाले बुझ्न सक्नुहुन्छ। त्यसपछि अब हामीले के गरिदिन सक्यौँ डिनोमिनेटर डिनोमिनेटर मल्टिप्लाई गरिदिन सक्यौँ हैन। साइन एक्स माइनस साइन थीटा अपन साइन थीटा इन्टु साइन एक्स एक्स माइनस थीटा है। अब यसमा चाहिँ हामीलाई ट्रिगोमेट्रीको अलिअलि फर्मुला थाहा हुनुपर्छ है। सो कसेक थीटा प्लस अब हामीले साइन एक्सलाई के लेखिदिन सक्छौँ त साइन 2x/2 भनेर पनि लेख्न सक्छौँ हैन, अपन माइनस साइन 2 थीटा/2 भनेर गर्न सक्छौँ नि। अब मैले किन भनेको भन्दाखेरि चाहिँ हाम्रो साइन 2a माइनस साइन 2b को फर्मुलामा चाहिँ हामीले लिएर जाँदैछौँ है। सो साइन 2a भनेको के हुँदो रहेछ त a भनेको त्यति बेलामा x/2 हुँदो रहेछ नि हैन। सो हामीले के गर्ने भन्दाखेरि अगाडि थीटा छँदैछ, अनि यो भनेको चाहिँ के हुन्छ त 2 साइन 2a माइनस साइन 2b को फर्मुला भन्दैछु है मैले। साइन 2a माइनस b भयो, a भनेको के छ त x/2 छ, b भनेको के छ त थीटा/2 छ, त्यही भएर चाहिँ हामीले अब a माइनस b गर्दाखेरि x माइनस थीटा/2 हुने भयो। अनि त्यसपछि के हुन्छ cos a प्लस b बाई cos a प्लस b हुन्छ। a भनेको हाम्रो के छ x/2, b भनेको के हुन्छ थीटा/2 हुन्छ। अथवा हजुरले यति बुझ्न सक्नुहुन्छ कि साइन a माइनस साइन b भनेको चाहिँ के हुँदो रहेछ 2 साइन a माइनस b/2 अनि cos a प्लस b/2 भनेर पनि बुझ्न सक्नुहुन्छ है, यसरी नबुझिकन। अपन साइन थीटा इन्टु साइन एक्स एक्स माइनस थीटा भयो। अब यो 2 लाई चाहिँ हामीले के गरिदिन सक्छौँ, यो न्युमेरेटरको 2 लाई चाहिँ यहाँ डिनोमिनेटरको तलपट्टि राखिदिन सक्छौँ है यसरी। सो यसलाई चाहिँ हामीले यसरी यहाँबाट हटाएर यहाँ राखिदिन सक्छौँ। सो अब हामीले चाहिँ त्यो हामीले पहिला पढेको फर्मुला त्यो चाहिँ अझ अहिले पनि काम लाग्छ है। हामीले के पढेको थियौँ एक्स टेन्स टु ए अनि साइन ए बाई ए भयो भने चाहिँ 1 हुन्छ भनेर पढेको थियौँ, त्यो चाहिँ अहिले पनि काम लाग्छ कि है। सो कसेक थीटा प्लस थीटा लिमिट एक्स टेन्स टु थीटा, अब x/थीटा/2 यहाँ छ नि त हैन, यो 2 भनेको यहाँ मात्रै सेपरेटली राख्न नि मिल्छ, त्यही भएर चाहिँ अब के गर्ने त अलिकति एउटै लाइनमा भएछ है। अब के गर्ने त भन्दाखेरि साइन एक्स माइनस थीटा एक्स माइनस थीटा डिवाइडेड बाई 2 एक्स माइनस थीटा डिवाइडेड बाई 2 अपन एक्स माइनस थीटा हो। यसलाई चाहिँ के गर्ने त यहाँ ल्याइदिने एक्स माइनस थीटा डिवाइडेड बाई 2 भयो, अनि इन्टु कस एक्स प्लस थीटा डिवाइडेड बाई 2 अपन साइन थीटा इन्टु साइन एक्स चाहिँ बाँकी भयो है। सो अब हामीले चाहिँ के गर्नु पर्दैन, अब चाहिँ भ्यालु लगाएर हाल्दिने है। सो भ्यालु लगाएर हाल्दाखेरि के हुन्छ कसेक थीटा प्लस
थीटा भ्यालु लगाएर हाल्ने भएपछि हामीलाई लिमिट x टेन्स टु थीटा लेख्न परेन किनभने हामीले चाहिँ त्यसको भ्यालु नै राख्दिने हो सो यो चाहिँ हाम्रो 1 आउने भयो र यसमा चाहिँ हाम्रो cos थीटा प्लस थीटा डिवाइडेड बाइ 2 अपन sin थीटा इन्टु sin x को ठाउँमा थीटा आउने भयो अनि त्यसपछि हाम्रो आन्सर के आउँछ त cos थीटा प्लस थीटा इन्टु cos अब 2 थीटा बाइ 2 हुने भयो हैन थीटा प्लस थीटा भनेको 2 थीटा त्यो गर्दाखेरि बाँकी भयो थीटा अपन sin स्क्वायर थीटा है अब यसलाई अझै पनि प्रोसेस गर्न सकिन्छ सो यसलाई प्रोसेस गर्नु पर्दाखेरि चाहिँ के हुन्छ त cos थीटा त भइ नै हाल्यो प्लस थीटा इन्टु cos थीटा बाइ sin थीटा भनेको हाम्रो cot थीटा हुने भयो इन्टु अझै एउटा sin थीटा बाँकी छ नि त स्क्वायर भएको भएर अपन sin थीटा हुने भयो त्यो भनेको के हुन्छ त हाम्रो cos थीटा हुन्छ है सो cos थीटा प्लस थीटा इन्टु cot थीटा इन्टु cos थीटा है अब यसमा पनि हामीले अझै cos कमन लिन सकिन्छ सो cos थीटा 1 प्लस थीटा cot थीटा हुने भयो सो यसरी चाहिँ हामीले के गर्न सकिन्छ यसलाई सल्भ गर्न सकिन्छ यो चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन हो सुरुमा चाहिँ एकदम कन्फ्युजिङ लाग्न सक्छ तर हजुरहरूले यसलाई प्र्याक्टिस गर्दै जानुभयो भने चाहिँ गर्न सक्नुहुन्छ